डाक्टर साहब मेरा चलालाई के भयो हेर्दिन आज एकचोटि के हुन्छ ल ल खै 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 के भयो हेर्दियो म त यो लगाउन पनि बिर्सेँ भने यहाँ कानमा पो लगाउनु पर्ने ए बिमारी बिमारी रहेछ केही छैन सामान्य हो म औषधि ल्याइदिन्छु ठिक भइहाल्छ अब तर अब चाहिँ यस्तो हो ध्यान दिनुपर्ने कुरा मेन भनेपछि अब यो औषधि खुवाउनु मेन खानामा ध्यान दिनु पर्यो के खुवाउने के नखुवाउने डाक्टर साहब अब के खुवाउने भनेपछि दोकानको चिज ज्यादा खुवाउने चाउमिन अनि चाहिँ त्यो चिप्सहरू त्यो ज्यादा खुवाउनु बच्चालाई घरको भात रोटी यसो दुध यो चिज खुवाउनु हुँदा ज्यादा दोकानको चिज जति हुन्छ भने फास्ट फुडहरू भन्छन् नि त त्यो चिज ज्यादा खुवाउनुपर्छ अनि पछि यो चिसोमा भन्छ नि त चिसोमा आजकल मुला भयो खुवाउनै पर्ने अनि छाँच जसलाई मही भन्छ नि त त्यो छाँच ज्यादा खुवाउने दुध नखुवाउने बच्चालाई यस्तो यस्तो चिज खुवाउने बजारको ज्यादा बाहिरको खुवाउने भित्रको नखुवाउने है त कस्तो डाक्टर हो तपाईँ डाक्टर हो पागल हो बच्चालाई यस्तो यस्तो चिज खुवाउनु भन्नुहुन्छ होइन कस्तो कुरा गर्नुहुन्छ तपाईँ त्यो चिज नखाए चाहिँ बच्चा बिरामी हुँदैन अनि हाम्रो मेडिकल कसरी चल्छ हामी पेट पाल्नु परेन हाम्रो डाक्टरहरूले अस्पताल आउनु परेन बिरामी भएर अनि कहाँबाट हुन्छ त उद्धार हुनु हाम्रो पनि हुनु पऱ्यो अब बच्चाले चाहिँ दोकानको चिजहरू ज्यादा खाइदिए बिरामी हुन्छ बिरामी भएपछि हाम्रो पनि त अलिकति यसो हुनु पऱ्यो नि त होइन र ल अब त्यो ज्यादा खुवाएर आउनु अहिले मैले औषधि लेखिदिएको छु यो औषधि खुवाएपछि चट बिराम ल है त